Hello guys, welcome to my Susma Tamang new YouTube vlog. म चाहिँ यहाँनिर सफाइ गर्न गइरहेको छु। रुमको हालत हेर्नुहोस्, यस्तो बनाएर जानुभएको छ मेरो बुढोले। अहिले म आउँदा चाहिँ रुमको हालत पुरै यस्तो म त बिगारेर बर्तनको यति धेरै यहाँ हेर्नुहोस् रुमको हालत। अब पुरै यो सफाइ गर्नु परिरहेछ। मैं गइरहेछु बर्तन धुनको लागि। पुरै यति धेरै रुम फोहोर बनाएर जानुभएको छ नि मेरो बुढाले। उहाँ चाहिँ साथीहरूसँग घुमेर जानुभयो। अहिले चाहिँ मैले सफाइ गरिरहेको छु पुरै रुमहरू चाहिँ। रुमको हालत देखेर पागल हुन आँटिसक्यो। यो रुमहरू साफ गरेर चाहिँ अनि त्यसको किनकि रुम त साफ गर्नु त पर्यो। मेरो बुढा चाहिँ बाहिर जानुभएको छ, साथीहरू आउनु भएको छ नेपाल जाने भनेर। अनि आज चाहिँ मेरो बुढाको छुट्टी थियो, अनि त्यही भएर उहाँ चाहिँ घुम्न जानुभएको छ साथीहरूसँग। म चाहिँ सन्चो नभएर म चाहिँ बसिरहेको थिएँ, न त मेरो बुढाले काम त गर्नुहुन्छ। बर्तन धोएपछि चाहिँ अनि झाडु पोछा लगाएर चाहिँ अनि मेरो काम सकिन्छ गाइस। मेरो बुढा मात्रै बस्नु हाल्यो र अहिले चाहिँ दाइ अनि भाइहरू नेपाल जाने भनेर आउनु भएको छ। त्यही भएर उहाँ चाहिँ जानुभएको उनीहरूसँग घुम्नको लागि। अब चाहिँ पोछा लगाउनु गइरहेको छु। म चाहिँ भाँडासाँडामा चाहिँ अब पोछा लाउँछु नि त्यहाँदेखि सब्जीहरू किन्न जान्छु। यति धेरै काम छ नि, सब्जी पनि लिन जानु छ अझै। मैले चाहिँ पुरै काम सकाएर बेडसिट पनि मिलाएँ, किचन पनि पुरै साफ गरेको। अघि हजुरहरूले देख्नु भएको छ त्यो होला किचनको हालत। घरको त सबै काम सक्यो। अब चाहिँ फेरि मलाई जानुपर्छ सब्जीहरू लिन, सब्जी मन्डी।